भिजा आउनलाई 1 हप्ता कति समथिङ बाँकी थियो। अनि मैले चाहिँ बाबालाई गेम खेल्नको लागि चाहिँ मैले बाबा मेरो उमेरै पुगेन भनेर मैले ढाँटेर चाहिँ फर्केर खेलेको के त्यस्तो इटा बाबा बोकियो दया कुनै बेला लेबर काम पनि गर्यो। त्यो लेबर कामदेखि आज भलिबलको स्टार बनियो। हाम्रो नि बाबा मेरो नि बाबा हामीसँगै भएको भए हुन्थ्यो जस्तो लाग्थ्यो। जस अब फोनमा कुरा गर्न पाइने हुन्थ्यो जस्तो लाग्थ्यो। कमी महसुस एकदमै हुन्थ्यो। गाउँतिरको मान्छेहरूले भलिबल खेल्ने केटाहरू चाहिँ यस्तो बिग्रेको हुन्छ भन्छन् भनिहाल्छ नि दाइ। बाल्यकाल सङ्घर्षमय रह्यो एकदमै दाइ। अलिकति थोरै अब आर्थिकको हिसाबले अलिकति समस्या थियो। छोरा मान्छेले मेरो विचारमा छोरा मान्छेले एक न एक टाइम चिट गरेकै हुन्छ जस्तो लाग्छ है। गेम खेलेर करियर छैन, जति दुःख गर्नु सानोमा गरियो होइन। अब केही वर्ष खेल त्यसपछि विदेश जा भन्ने हुन्छ, विदेशको लागि राम्रो ठाउँ हेर भन्ने हुन्छ। के चाहिँ सोच हजुरको? विदेशी नै सोच छ? अब सोचिरहेको छु मैले। जानु त पर्छ दाइ एक दिन जसरी नै है। यो ठाउँमा करियर छैन कसरी हिम्मत आउँछ कि नकमाउने छ न केही छ, कसरी भगाइदिने अर्को छोरी? परेसी अब सक्ने रहेछ परेसी